नेपालमा जति पनि आन्दोलनहरू भए, ती आन्दोलनबाट चाहिँ एउटा न एउटा चाहिँ परिवर्तन चाहिँ भएकै छ। 2046 सालमा संयुक्त जनआन्दोलन भयो। त्यो आन्दोलनबाट निर्दलीय व्यवस्थाको चाहिँ अन्त्य, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापित भयो। 2052 सालबाट सशस्त्र युद्ध सुरु भयो। त्यो युद्ध भनेको चाहिँ 10 वर्षसम्म चल्यो र त्यसको जगबाट 62-63 मा जनआन्दोलन भयो र त्यो जनआन्दोलनबाट त्यसले व्यवस्था नै परिवर्तन गर्यो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो। र अहिले 82 मा आइपुग्दा चाहिँ जेनजी जेनेरेसनले फेरि विद्रोह गर्यो कुशासनको विरुद्ध, सुशासन दिनको लागि। तर यसबाट चाहिँ भनेको केही पनि परिवर्तन भएको देखिँदैन। मात्र भनेको चाहिँ ओलीको सत्ता च्युत भयो, पात्र चेन्ज भयो, तर केही पनि परिवर्तन भएन। यसबाट परिवर्तन भएर भनेको जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारीको व्यवस्था भएको थियो भने ती 78 जनाले बगाएको रगतले पनि भनेको एक खालको न्याय पाउँथ्यो र मुलुक पनि भनेको सुशासनतिर अगाडि जान्थ्यो र अब आउने चुनावबाट जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी सुन्ने अधिकार चाहिँ जनतामा चाहिँ निहित हुन्थ्यो। तर विडम्बना त्यो हुन सकेन। अहिलेसम्म भनेको चाहिँ गोली चलाउने मान्छेलाई सरकारले पक्राउ गरेर एउटा कानुनको दायरामा ल्याउन सकेन र सोधपुछ मात्रै गर्न सकेन। यसमा चाहिँ कमजोरी चाहिँ कसको? अब पक्राउ गर्नै नमिल्ने भन्ने कुरो आइराखेको छ। भर्खरै मात्र मन्त्री परिषदको चाहिँ बैठक बस्यो। त्यो बैठकबाट भनेको खासै केही पनि उपलब्धि केही पनि भएको छैन। पक्राउ गर्न सकेर सोधपुछ गर्न सकेको परिस्थिति छैन। यसमा दोषी चाहिँ को? त्यो चाहिँ खोज्नुपर्ने बेला चाहिँ आएको छ। कि भनेको चाहिँ कुर्सी नै त्यस्तो हो भनेर भन्नु पर्यो। जो गए पनि एउटै खालको उस्तै खालको परिस्थिति चाहिँ यहाँनिर किन हुन्छ त्यहाँ कुर्सीमा पुग्दा? अथवा कसले खेल खेलिराखेको छ? अब यो प्रश्न भनेको बालनतिर पनि तेर्सिन्छ जस्तो चाहिँ मलाई लाग्छ। कि भनेको चाहिँ अब अहिले प्रधानमन्त्री, गृहमन्त्री र सिडिओलाई पक्राउ गर्दा भनेको त बालन विरुद्ध पनि भनेको त थुप्रै खालको चाहिँ आवाज उठेको छ। मुद्दाहरू पनि त बनिसकेका छन्। कि त्यता पक्रिँदा चाहिँ अब दुईतिरै कानुन त जम्मैलाई लाग्छ कि त्यता हुन्छ भनेर कि खेल खेलेको हुनु पर्यो एउटा कुरो होइन भने अहिलेको गृहमन्त्री भनेको निकम्मा गृहमन्त्री हो भनेर चाहिँ बुझ्दा हुन्छ। कि गृहमन्त्री यस्तो राख्नै हुने छैन कि त्यहाँ बालन पनि फेल खायो भनेर चाहिँ बुझ्न चाहिँ सकिन्छ। किन पक्राउ गर्न सकिँदैन? पक्राउ गएर चाहिँ भनेको सोधपुछ गर्नै नमिल्ने यो कस्तो खालको चाहिँ लोकतान्त्रिक व्यवस्था